आहाहाहा ल कोरियाको गाउँ साइड है साथीहरू यो यस्तो हुन्छ कोरियाको गाउँ साइड यहाँबाट चाहिँ अलि उता गएपछि चाहिँ अपार छ यो अपारमा ठुलो यताउता पुरै डाँडा काँडा आनन्दको छ यो खोला भयो अब म यता जान्छु यिनीहरू चाहिँ अब अपार चाहिँ गाउँकै बिचमा अपार छ मान्छेहरू चाहिँ खासै छ कि छैन थाहा छैन अब गाउँमा अब यसो कम्पनीहरू हुन्छ त्यो कम्पनीमा काम गर्नेहरू बस्छन् होला यसमा चाहिँ खासै अब गाउँमा त्यति मान्छेहरू त हुन्न अपार बनेको रहेछ अब यहाँबाट पारि गइसकेपछि एउटा डाइनोसरस पार्क भन्ने छ अरे त्यहाँ डाइनोसरस पार्कमा गएर म हजुरहरूलाई भिडियो देखाउने छु कस्तो रहेछ यो अपार्टमा चाहिँ अब खोइ खासै मान्छे त छैन जस्तो लाग्छ बन्न चाहिँ अब बनायो म यस्तो साइकलमा हिँड्दै गइरहेको साथीहरू अब यस्तो जग्गामा ल प्याज रोप्नु भयो रहेछ आजमा बुढी भएको आमैले यत्रो बारीमा है अगाडि चाहिँ तिनजना दाइहरू साथीहरू हुनुहुन्छ अब हामी तिनजना चाहिँ त्यो पार्कमा जाँदैछौँ अब गाउँ साइड भए पनि कस्तो आनन्दको विकास छ क्या यहाँ चाहिँ ल स्वच्छ हावापानी यस्तो रोडहरू विकास भएको छ यता गाउँमै अब अपार्ट बनेको छ होइन के पो दाइ ए यस्तो भयो त्यो फर हाल्दा हुन्छ नि एक बोतल कोक ल्याएको थियो त्यो पनि चुँडेछ हामी चाहिँ यहाँ जाँदैछौँ उतातिर साथीहरू अगाडि पुगिसके दाइहरू एकजना दाइ चाहिँ पछाडि आउँदै हुनुहुन्छ ल यस्तो देखिन्छ कि कोरियाको भिलेज खेतबारीहरू टनेलहरू दिन पनि आनन्दको छ आहाहा कति राम्रो हौ कोरियाको भ्यू भिलेज साइड रोड पनि कस्तो हाइवे जस्तो छ गाउँपट्टि पनि ल हेर्नुहोस् के भयो फेरि यहाँ यस्तो छ है ल हेर्दै जानुहोस् यस्तो छ आनन्द छ कि ल गाउँ साइडमा पनि यस्तो ठुल्ठुला रोडहरू यहाँबाट उता गएपछि अब हाइवे निस्किने हो हुन चाहिँ यस्तो आनन्दको छ साथीहरू यसो बिदाको दिनतिर साइक्लिङ गर्न त मजा आउँछ जे भयो नि है माइन्ड फ्रेस डाइनोसर हो कि डायमन्ड हो मलाई त डायमन्ड जस्तो लाग्यो हो डाइनोसरस चाहिँ छैन डायमन्ड छ त वा यहाँभित्र छिर्न पाउँदो रहेछ त अनि बाङमल गर्नु छिर्न पाउँछ होला नि त बाङमल गर्नु रहेछ नि त माथिको भ्यू यो चाहिँ डाइनोसरस पार्क रे
दाइ फोटो खिच्नु हुने हो खिच्नु वाउ एउटा यस्तो पिक्चर यस्तो यहाँभित्र चाहिँ